नमस्कार, म लक्ष्मी शर्मा। आजको अङ्कमा मैले आइपिओ सम्बन्धी जानकारी लिएर आएकी छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। ट्रेड टावर लिमिटेडले जेठ 14 गतेदेखि सर्वसाधारणमा आइपिओ निष्कासन गर्न लागेको छ। कम्पनीले 32,96,505.19 किता आइपिओ निष्कासन गर्न लागेको हो। पहिलो चरणको आइपिओ निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा आइपिओ निष्कासन गर्न लागेको हो। यस आइपिओमा लगानीकर्ताले न्यूनतम 10 कितादेखि अधिकतम 1000 कितासम्म आवेदन दिन सक्नेछन्। उक्त आइपिओमा जेठ 19 गतेसम्म आवेदन दिन मिल्नेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यससँगै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्पा सदस्य तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आइपिओमा आवेदन दिन सक्नेछन्। त्यस्तै मेरो सेयर एप मार्फत सजिलै आइपिओमा आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्ने इक्रा एनपी इस्यु अर BB- रेटिङ प्रदान गरेको छ। कम्पनीको पहिलो परियोजना काठमाडौँको थापाथलीमा ट्रेड टावर रहेको छ। कम्पनीले ललितपुरको भैँसीपाटीमा 190वटा अपार्टमेन्ट निर्माण तथा बिक्री गरी दोस्रो परियोजना सफलतापूर्वक सम्पन्न गरेको आह्वान पत्रमा उल्लेख गरेको छ। अधिकृत पुँजी 1 अर्ब रुपियाँ रहेको कम्पनीको जारी पुँजी भने 81 करोड 56 लाख रुपियाँ रहेको छ। गत आर्थिक वर्षसम्म 4 करोड 82 लाख रुपियाँसम्म सञ्चित नाफामा रहेको कम्पनीको वास्तविक प्रतिशत नेटवर्थ भने 123 रुपियाँ 9 पैसा रहेको छ। धन्यवाद।